रुम्जी एप डाउनलोड गरेको सबै मान्छेलाई चाहिँ एउटै क्वेसन रहेछ, यो रुम्जी एप चाहिँ कसरी युज गर्ने, कसरी खेल्ने, कसरी बनाउने, कसरी जोइन गर्ने म्याच भनेर सबैजनाले एउटै क्वेसन गरिराख्नु भएको थियो। अनि त्यही भएर यो मैले भिडियो बनाएको हो। सो फर्स्ट अफ अल चाहिँ हजुरको iOS हो भने चाहिँ रुम्जी नेपाल छ है। यसरी हामीले डाउनलोड गरिसकेपछि हजुरको चाहिँ साइन इनमा क्लिक गर्नु होला है। मेरो चाहिँ लगइन गरिसकेको छ। अनि त्यसपछि यो होम स्क्रिनमा चाहिँ हजुरले देख्न सक्नुहुन्छ है, यो दुईवटा गेमहरू छ, पब्जी अनि फ्री फायर। अनि तल त्यो टोटल 1 पोइन्ट्सको तल क्रिएटेड बाई एडमिन भन्ने छ, त्यसमा थिचेपछि चाहिँ हजुरले फुल म्यापहरू हेर्न सक्नुहुन्छ। तर अहिले चाहिँ नो क्रिएटेड बाई एडमिन अभाइलेबल भनेको छ, किनकि अहिले अलिकति एपमा सानोतिनो काम भइरहेको छ है। त्यही भएर चाहिँ अहिले फुल म्याप भन्ने नि एडमिन क्रिएटेड गेम भने नि है, जस्तै फ्री फायरको लागि बर्मुडा, पब्जीको लागि रेङ्गल टाइपको त्यो छैन अहिले, अब केही दिनमा उपलब्ध हुन्छ। अहिले नि त्यो साइडमा क्रिएटेड बाई युजर्स भनेको चाहिँ एपमै प्लेयरहरूले क्रिएट गर्ने कस्टम रुमहरू हो। अहिले त्यो पनि छैन, त्यो चाहिँ मजाले जुन बेला नि बनाएर खेल्न सकिन्छ, अहिले पनि बनाएर खेल्न सकिन्छ। अनि फ्री फायरको लागि पनि सेम नै छ है, क्रिएटेड बाई एडमिन र क्रिएटेड बाई युजर्स, त्यही हो, त्यसमा केही पनि अरू फरक चाहिँ छैन। अनि जोइन गरिसकेपछि कहाँ आइडी पासवर्ड आउँछ, हामीले जोइन गरेको कता हेर्ने भनेर क्वेसन थियो। त्यहाँ क्विक एक्सेसको तल माई गेम्स भन्ने छ, त्यहाँ हजुरहरूले क्लिक गर्नुपर्ने हुन्छ। त्यहाँ क्लिक गरेपछि हजुरले माथि देख्न सक्नुहुन्छ, हजुरले जोइन गरेको सबै म्याच हिस्ट्री सबै आउँछ। त्यहाँ हजुरले बनाएको क्रिएटेडमा गएर अनि रिपोर्टेड, त्यसपछि हजुरले कम्प्लिट गरेको गेमहरूको सबै डेटा हुन्छ त्यसमै, त्यतै आइडी पासवर्ड पनि आउँछ। अनि अरू ट्रान्ज्याक्सनमा क्लिक गर्नुभयो भने सबै यस्तै डिटेल्सहरू आउँछ। अब चाहिँ हामीले हाम्रो रुम्जी वालेटमा कसरी पोइन्ट्स लोड गर्ने त, त्यहाँ माथि 214 पोइन्ट्स देख्न सक्नुहुन्छ, त्यहाँ क्लिक गर्ने हो हामीले चाहिँ। अनि त्यसपछि यस्तो इन्टरफेस आउँछ, त्यो क्युआर हजुरले यसरी सिम्पली डाउनलोड गर्नुहोस्। अनि त्यसपछि हजुरले कति अमाउन्टको गर्ने हो, जस्तै फर इक्जाम्पल 100 लेखौँ। अनि त्यसपछि हजुरले पे गर्नुपर्छ यी सेवा गल्ती फोन पे जसरी पनि। अनि हजुरले त्यहाँ आफ्नो स्क्रिनसट राखिदिनु पर्ने हुन्छ। अब चाहिँ जुन बेला एपमा एडमिन गेम्स अथवा फुल म्याप गेम्सहरू अभाइलेबल हुँदैन, त्यतिखेर चाहिँ हामीले अब कसरी कस्टम रुमहरू बनाउने भन्दाखेरि चाहिँ हजुरले तल त्यो एउटा रेड कलरमा प्लस आइकन देख्नुहुन्छ, हजुरले रेड बटन क्लिक गरिसकेपछि हजुरको फोन स्क्रिनमा यसरी इन्टरफेस आउँछ। हजुरले एउटा कुनै पनि गेम चुज गरेर यसरी डिटेल्सहरू फिल गर्न सक्नुहुन्छ र सबैको कन्ट्रोल्स हजुरकै हातमा हुन्छ, जस्तै डेट, टाइम के राख्ने, कसरी म्याच रुमको नाम के राख्ने भनेर भिडियोमा देखे जस्तै सबै कन्ट्रोल हजुरकै हातमा हुन्छ। अनि यो क्रिएट गर्दाखेरि चाहिँ टाइम राख्दाखेरि चाहिँ जहिले पनि जस्तै अहिले 12 बजिरहेछ भने हामीले ठ्याक्कै 12:15 टाइम राख्नुपर्ने हुन्छ। यो चाहिँ धेरैजनाले बुझेको हुँदैन, म एकचोटि फेरि पनि बुझाइदिन्छु है। जस्तै अहिले 12 बजिरहेछ र हजुरले 12:15 को म्याच क्रिएट गर्नुभयो भने चाहिँ हजुरले रुम आइडी पासवर्ड दिएर खेल्न त सक्नुहुन्छ 12 बजेर 1-2 मिनटमै। तर हजुरले अपलोड जब हजुरको गेम सकेपछि विन अथवा लसको हजुरले रिजल्ट अपलोड गर्ने त्यो अप्सन चाहिँ हजुरको ठ्याक्कै 12:15 अनलक हुन्छ। त्यही भएर चाहिँ धेरै छिटो पनि नखेल्नु होला, धेरै ढिलो पनि नगर्नु होला, ठ्याक्कै टाइममै खेल्नु होला र 15 मिनट पछि नै राख्नु होला। जस्तै अहिले 12 बजिरहेछ भने 12:15मा, 12:15 बजिरहेछ भने 12:30 यसरी राख्न सक्नुहुन्छ। र यसरी हजुरले कस्टम आफ्नो आफै बनाएर पनि खेल्न सक्नुहुन्छ। अनि कस्टम बनाइसकेपछि चाहिँ हजुरले माई गेम्समा गएर अघि जोइन भने जस्तै जोइनमा थिचेर त्यहाँ ट्याप गर्न सक्नुहुन्छ। अहिले चाहिँ एउटै युजर भर्सेस युजर मेरै आफ्नै प्रोफाइल देखाएर चाहिँ, किनकि अहिले कसैले पनि जोइन गरेको छैन मेरो म्याच। यदि कसैले जोइन गर्यो भने जस्तै XYZ भर्सेस सम्यक सिलवाल भनेर देखाउनेवाला छ। र त्यसमा क्लिक गरिसकेपछि हजुरले गेमर क्रिएटर ट्याग भनेर देख्नुहुन्छ, यो चाहिँ मैले बनाएको मेरो युआइडी हो। अनि जोइनर गेमर ट्याग भनेको चाहिँ जसले एपमा हजुरको रुम जोइन गर्ने हुन्छ त्यहाँ हजुरले देख्न सक्नुहुन्छ त्यो जोइन गरेको त्यसको क्यारेक्टर युजर आइडी। अनि त्यसपछि तल हजुरले भ्यू रुम डिटेल्स भनेर छ, त्यसमा हजुरले क्लिक गर्नुभयो भने चाहिँ हजुरले आफ्नो आइडी पासवर्ड ठ्याक्कै अब 12:15 को गेम छ भने हजुरले बनाएर ठ्याक्कै 12:10 यहाँ रुम आइडी र रुम पासवर्ड राखिदिएपछि हजुरको जसले जोइन गरेछ त्यो उहाँलाई नोटिफिकेसन आउँछ हजुरले पठाइसकेको छ रुम आइडी पासवर्ड भनेर। अनि यतै जसरी यहाँ हामी आयौँ
त्यसरी नै यहीँ आएरै तल अपलोड रिजल्ट भनेर 12:15मा देखिन्छ यदि हजुरले 12 बजे बनाउनु भएको छ भने। त्यही भएर जस्तै 12:30को बनाउनु भएको छ, अहिले 12:15 भइरहेछ भने ट्याक्कै 12:30मै हजुरलाई अपलोड रिजल्ट भनेर अप्सन सो गर्छ। त्यही भएर धेरै ढिला पनि नखेल्नु होला, धेरै छिटो पनि नखेल्नु होला। ल यति भएपछि चाहिँ अब हजुरहरूलाई रुम चाहिँ कसरी चलाउने भनेर आयो होला। ल हस् त, धन्यवाद।